टोकन नम्बर C15 छिटो काउन्टर नम्बर 3 मा आइज। टोकन नम्बर C15 छिटो काउन्टर नम्बर 3 मा आइज। अंकल अंकल ओ अंकल डार्लिङ तिमी कहाँ गएको मलाई छोडेर? तिमीलाई मैले कहाँ खोजिन? आई मिस यु डार्लिङ, आई मिस यु सो मच। हे यो के गरेको भन्ने? घरमा बुढी छैन तपाईको? को हो तपाईँ बाबु? हत्तेरीमा टोक्ने। अनि किन त्यसरी रिसाएर हेर्नु भएको मलाई? चुप लाग बोका बुढो। तपाईको पालो आइसक्यो, जानु छिटो। कता जानु पर्ने हो बाबु? यता अंकल यता। मेरो खाता खोल्नु पर्ने थियो नानी। हस् अंकल म खोलिदिन्छु। डकुमेन्ट्स ल्याउनु भएको छ? ल्याएको छु नानी। खोइदिनुस् त मलाई। ए लिनुस्। चाले तू के हो यो सब? डकुमेन्ट्स माग्नु भएन? हामीले तपाईको डकुमेन्ट मागेको, तपाईको शाखा सन्तानको होइन। यो मेरै डकुमेन्ट्स हो बाबु। यहाँ मेरो जन्म दर्ता, बिहे दर्ता, स्कुल सर्टिफिकेट, कलेज सर्टिफिकेट, घरको लाल पूर्जा, डिभोर्स पेपर सबै छ। तपाईहरुलाई जे चाहिन्छ सबै छ यहाँ। नागरिकता छ? हजुर। नागरिकता छ कि छैन भनेको? ओहो त्यो चाहिँ ल्याउन बिर्सेछु। अघि नै भन्नु पर्दैन नागरिकता पनि चाहिन्छ भनेर? लौ अघि नै कसरी भन्ने? हामीलाई थाहा हुन्छ र को के कामले आएको हुन्छ भनेर? के गर्ने त अब? नागरिकता बिना हुँदैन? हुँदैन नि। जानुस् सुरुमा नागरिकता लिएर आउनुस्। हेत तेरी समस्या पो भयो त हौ। के गर्ने होला? आइडिया। बाबु म तिमीलाई गाडी भाडा दिन्छु कि मेरो घर गएर नागरिकता लिइदेऊ न ल। थैट हुँदैन। म ब्याङ्कको काम गर्न आएको कि तपाईको काम गर्न आएको? प्लिज बाबु त्यस्तो नभन्नुस् न। आज मैले जसरी भए नि खाता खोल्नु पर्ने छ के? त्यो तपाईको समस्या हो नि अंकल, मेरो हो र? हेर हेर बोलेको। आज भोलिको बच्चाहरू के साह्रो स्वार्थी भएको होला। नानी तपाईँ जानुहुन्छ? सरी अंकल मेरो त झन् सास फेर्ने फुर्सद छैन। तपाईको जस्तो अझै 30 जनाको खाता खोल्नु छ मैले। 1 सेकेन्ड पनि वेस्ट गर्न मिल्दैन। के हुँदैछ हौ? मेरो पालो आएन? हेर्नु न बाबु, खाता खोल्नु भनेको नागरिकता घरमै पो बिर्सेछु। तपाईँ ल्याइदिनुहुन्छ मेरो नागरिकता? अबे साले। ओ अंकल खुस्क्यो कि क्या हो? चिन्नु नजान्नु म किन ल्याउनु तपाईको नागरिकता? नागरिकता ल्याइदिनु भयो भने म तपाईँलाई चक्लेट खाने पैसा दिन्छु नि त। अरे तपाईले मलाई 6-7 वर्षको बच्चा देख्नु भयो? चक्लेटको लागि जे पनि गर्ने? त्यसो भए मोमो खाने पैसा दिन्छु नि त। पर्दैन, मोमो चाउमिन केही खानु छैन मलाई। खोइ हट्नुस्, मेरो काम सकेर जान्छु म। ल ठिक छ, त्यसो भए अर्कै ब्याङ्कमा जम्मा गर्छु मेरो 2 करोड रुपियाँ। 2 करोड? हजुर 2 करोड 202 रुपियाँ। नयाँ खाता खोलेर जम्मा गर्नु पर्यो भनेको, तर नागरिकता नभएर सबै चौपट भयो। केही छैन, मेरो अर्को ब्याङ्कको पनि खाता छ, त्यसमै जम्मा गर्नु पर्यो। अब कसले भनेको नयाँ खाता खोल्दा नागरिकता चाहिन्छ भनेर? तिमीले हो भुलक्कड केटी। बिर्स्यौ हिजोबाट रुल चेन्ज भइसक्यो भनेर? अबदेखि खाता खोल्दा फोटो मात्र भए पुग्छ, नागरिकता त पछि दिँदा नि हुन्छ। रुल साँच्चै चेन्ज भएको हो र? मैले पनि नागरिकता ल्याउनै बिर्सेछु। राम्रो गर्नु भएछ, भेरी गुड। हो र? थ्याङ्क यू। चुप लाग्नुस्, पर गएर बस्नुस्, तपाईको पालो आएको छैन अहिले। अंकल तपाईँ किन उभिनु भएको? आउनुस् न भित्रै बस्नुस्। होइन बाबु ठिक छ, म बाहिरै बस्छु। अरे अंकल किन अप्ठ्यारो मान्नुहुन्छ? हामी तपाईको छोराछोरी जस्तै त हो नि। आउनुस् न भित्र। त्यसो भए तपाईहरुले मेरो खाता खोल्दिने हैन त? खाता मात्रै? तपाईँ जे भन्नुहुन्छ त्यही खोल्दिन्छौँ हामी। तपाईँ हुकुम दिएर त हेर्नुस्। पर्दैन बाबु पर्दैन, तपाईहरुले खाता खोल्दिए पुग्छ। कट्टु त म घर गएर खोलिहाल्छु नि। हेलो, मेरो काम कतिखेर हुन्छ? ढिलो भइसक्यो मलाई। सर तपाईँ यसो गर्नुस्, भोलि आउनुस्। भोलि नुहाई धुवाई गरेर आउनुस्, अनि तपाईको सब काम गरिदिन्छौँ हामी। हुन्छ? अहिलेलाई चाहिँ जानुस् ल। बाई। के को बाई? मेरो काम गर्ने कि नगर्ने? मिडिया बोलाउँछु नि फेरि। खत्तम। तिमीहरूको चाला मलाई बुझिसकेको छु मैले। ल गर्दिन्छौँ तपाईको पनि काम। बस्दै गर्नुस् त्यहाँ एकछिन। हुँदैन, म पनि भित्रै बस्छु। भित्र चाहिँ किन बस्नु पर्यो? भिजिटरहरूलाई भित्र अलाउड छैन। यो ठाउँ स्टाफहरूको लागि मात्र हो। ए अनि यो अंकल चाहिँ यहाँको नयाँ स्टाफ हो कि ब्याङ्क म्यानेजर हो? मलाई पागल सम्झेको तिमीहरूले? ऋषि धमलालाई बोलाऊ। कंग्रेचुलेसन कंग्रेट। हेत तेरी प्लान चौपट गर्ने रहेछ यो डाकाले। के रे? कसको काकाले? केही होइन। आउनुस्, तपाईँ पनि भित्रै मुन्टिनुस्। मुन्टिनुस् रे? सरी मुन्टिनुस् होइन, पधार्नुस्। आउनुस् हजुर, भित्रै पधार्नुस्। अंकल तपाईँ चिन्ता नगर्नुस्, हामी तपाईको खाता नागरिकता बिनै खोलिदिन्छौँ। फोटो त ल्याउनु भएको छ नि? हजुर नानी ल्याएको छु। खोइदिनुस् त मलाई। लिनुस् नानी। मैले फोटो भनेको अंकल, पोस्टर होइन। तपाईको
पासपोर्ट साइज फोटो छैन? मेरो त पासपोर्ट नै छैन, झन् पासपोर्ट साइजको फोटो कहाँबाट हुन्छ हौ? ये क्या बक रहे हो? ए मेरो अङ्कल, पासपोर्ट साइज फोटो भनेको सानो फोटो हो के? हामीले डकुमेन्ट्सतिर टाँस्छौँ नि, हो त्यो फोटो भनेको। ए बुझे बुझे, त्यो ब्याकग्राउन्ड पुरै सेतो कि त पुरै निलो भएको फोटो? हजुर हजुर, त्यही फोटो। त्यो फोटो अरू फोटो भन्दा धेरै सानो हुन्छ होइन त? हजुर हजुर, एकदम सही भन्नुभयो। अनि त्यो फोटो खिच्दा पोज नै दिन मिल्दैन होइन त? हो अङ्कल, हो त्यही हो, सब थाहा रहेछ त तपाईँलाई। खोइ कहाँ छ त त्यो फोटो? त्यो त मैले जलाइदिएँ। किन जलाउनु भएको त्यो फोटो? किनकि त्यो फोटोमा मेरो डिम्पल नै देखेको थिएन, त्यसैले। पासपोर्ट साइज फोटो खिच्दा कसले डिम्पल देखाएर खिच्छ हो? कसले खिच्छ? कन्ट्रोल रेखा कन्ट्रोल, 2 करोडको सवाल छ। ओके सरी अङ्कल, मैले हजुरसँग यसरी बोल्नु हुँदैन थियो। केही छैन नानी, घरमा दिनहुँ यो भन्दा चर्को आवाज सुन्नुपर्छ मैले। हो र अङ्कल, आन्टी पनि म जस्तै रिसाउनुहुन्छ कि क्या हो? होइन नि नानी, तिमी त रिसाउँदो मात्र रहेछौ, आन्टी त बौलाउनुहुन्छ। एक दिन त कुकरको सिटी लागेन भनेर त्यही कुकरले झट्टारो हानेको छ मलाई। ओ नो, ओ यस। म त त्यसो भए बिहे नै गर्दिन। के रे? आई मिन अहिले नै गर्दिन, पछि गर्छु भनेको के। तिमी फर्म भर न, के हेरेको त्यसरी? अङ्कल तपाईँको नाम? मेरो नाम ठोक बहादुर हो नानी। ठोक बहादुर? कस्तो नाम हो यो ठोक बहादुर? खोइ नानी, कस्तो मेरो मामाले राखिदिनु भएको नाम हो यो। अनि तपाईँको थर? मेरो थर चाहिँ विलियम्स। विलियम्स? हजुर नानी, ठोक बहादुर विलियम्स हो मेरो पुरा नाम। अङ्कल, तपाईँको बाबा विदेशी हो नि बाबु, कसरी थाहा भयो? तपाईँको नाम सुनेर थाहा भयो नि, कसरी थाहा हुनु र? तपाईँलाई थाहा छ अङ्कल, तपाईँको नाम सुनेर 2टा कुरा थाहा हुन्छ नि। के बाबु? एउटा त यही, तपाईँको बाबा विदेशी रहेछ भनेर, अनि अर्को चाहिँ तपाईँको मामा 1 नम्बरको बोका रहेछ भनेर। नत्र कुन चाहिँ मामाले आफ्नो भान्जाको नाम ठोक बहादुर राख्छ भन्नु त? बात तो सही है। होला, त्यही भएर मेरो मामाले 3-3वटा बिहे गर्नु भएको रहेछ। अङ्कल तपाईँको उमेर भन्नुहोस् त? अब नानीलाई के ढाट्नु, हेर्दा त 40 वर्षको देखिन्छु, तर 50 हो खासमा। अनि काम चाहिँ के गर्नुहुन्छ नि? काम पनि भन्नु र? भन्नु पर्यो त अङ्कल, यहाँ फर्ममा लेख्नु परेन? खासै ठुलो काम त गर्दिन, त्यही अमला बेच्छु। मम्मी! के भयो नानी, के भयो? भूत देख्यौ कि क्या हो? केही होइन अङ्कल, उसलाई घरिघरि मम्मीको याद आउँछ के, त्यही भएर मम्मी भन्दै कराउँछ। ए हो र, बिचरा नानी, लेउ अमला खाऊ, मन हल्का हुन्छ। नै हुन्न, उता लानुहोस् यसलाई, उता लानुहोस्। के भयो नानी, अमला खानु त राम्रो हो नि, एउटा अमलामा 10वटा स्याउको भिटामिन हुन्छ, थाहा छैन तिमीलाई? जेसुकै होस्, म खादिन तपाईँको अमला। यहाँ ल्याउनुहोस् त्यो अमला, मेरो जिएफलाई लगेर दिन्छु म। भुलेर पनि त्यो अमला आफ्नो जिएफलाई नदिनुहोस्, पछि पछुताउनु पर्ला। किन? के छ र यो अमलामा? त्यो मलाई थाहा छैन, तर तपाईँले यो अमला आफ्नो जिएफलाई दिनुभयो भने पछि तपाईँ धेरै पछुताउनुहुन्छ। तेरो बाउले भन्छ ल त्यसो भए इङ्ग्लिस पढाउने म्यामलाई दिन्छु। जहिले पनि टक इन इङ्ग्लिस भनी बस्छ, अब यो अमला दिएर उहाँको मुखै बन्द गरिदिन्छु। ल बेस्ट अफ लक तपाईँलाई पनि। मलाई चाहिँ किन, त्यो तपाईँले 9 महिनापछि आफै थाहा पाउनुहुन्छ। ल अङ्कलको फर्म भरिसक्यो होइन? अब मेरो भरौँ त? कहाँ सक्नु, अझै बाँकी छ नि। तेरी, कति टाइम लाग्यो के? छिटो गर्नु न हौ, ढिलो भइसक्यो मलाई। तिमीलाई चाहिँ के को हतार छ के? घर गएर पनि लुडो खेल्ने त होला नि। तपाईँलाई थाहा हुन्छ म घर गएर लुडो खेल्छु कि के गर्छु भनेर? आफू जस्तै सम्झिनु भयो कि क्या हो? 2 घण्टा अमला बेच्ने अनि दिनभरि घरमा थन्किने। 2 घण्टा रे? हरेक दिन 20 केजी अमला बेच्छु म, र त्यति बेच्नलाई मलाई 6 घण्टा लाग्छ। तिमी बेचेर देखाउ त 2 घण्टामा, सक्छौ? ल म 20 केजी अमला 2 घण्टामा बेचेर देखाउँछु, त्यसपछि के दिनुहुन्छ मलाई? ल ठिक छ, तिमीले 20 केजी अमला 2 घण्टामा बेच्यौ भने म तिमीलाई मेरो पार्टनर बनाउँछु, अनि तिमी र म मिलेर बेच्नुपर्छ अमला। राइट, तिम्रो अमला तिमी नै बेच। 20,000 को काम छोडेर तिम्रो अमला बेच्छु म अमला बेचेर 60,000 कमाउँछु। अब भन। 60,000? अङ्कल तपाईँको फोन नम्बर दिनु त, म पनि भोलिबाट अमला बेच्छु तपाईँसँग। चुप लाग तिमी, जे पाए त्यही नबोल त। अङ्कल, खाता खोल्ने होइन? खोल्ने नि नानी, तर यो बाबुले डिस्टर्ब गरेर खोल्नै दिँदैन। मैले के डिस्टर्ब गरे? मैले हात पक्रेको छ कसैको? तपाईँ एकछिन चुप लाग्नुहोस् त, मलाई फर्म भर्न दिनुहोस्। फर्म भरेको कि महाभारत लेखेको? फर्म भर्न पनि यत्रो समय लाग्छ? इग्नोर, तिमी फर्म भर। अङ्कल तपाईँ कहाँ बस्नुहुन्छ? म घरमा। घरमा त हामी सबै बस्छौँ नि, तपाईँको ठेगाना भन्नुहोस् भनेको। ए ठेगाना?
ल लेख्नुहोस् हात्तीटोल गैडा मार्ग वडा नम्बर 10 भ्यागुतो महानगरपालिका Pablo,